नेपालको मेडिकल साइन्स सम्बन्धमा खुलेको यो पहिलो विश्वविद्यालय हो र यो देशको पिछडिएको भाग भनेर सधैँ चर्चामा आइराख्ने सुदूरपश्चिममा खुलेको छ र म आफै पनि के अपेक्षा गर्छु भन्दाखेरि कैलाली र कञ्चनपुर हुँदै हाम्रा नेपालका दाजुभाइ दिदीबहिनीहरू भारततिर जसरी लड्को लाग्थे अब तिनीहरूको पाइला गेटामा गएर रोकिनेछ, यो विश्वविद्यालयमा गएर रोकिनेछ र 51 हेक्टर क्षेत्रफलको जग्गामा 50 वटा भन्दा बढी संरचनाहरू निर्माण भइसकेको छन् र हालसम्म ठुला भौतिक संरचना सबै सम्पन्न भइसकेका छन्, जसमा 39 वटा ठुला भवन रहेका छन्। ओभरहेड पानी ट्याङ्की, बहुउद्देश्य हल र आन्तरिक सडक निर्माण कार्य भइरहेको छ भने ट्रिटमेन्ट प्लान्ट, फर्निचर तथा फर्निचर सम्बन्धी काम चालु आबोमा निर्माण हुन गइरहेको छ। यो विश्वविद्यालयको बारेमा यस बजेटको, यो अर्थमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको बजेटको 163 नम्बर बुँदामा यो विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ भनेर प्रष्ट रूपले उल्लेख पनि गरिएको छ र यो विश्वविद्यालयप्रति जुन अपनत्व देखाउनु भएको छ मान्यज्यूहरूले, त्यहाँ त प्रश्न नै छैन। यो विद्यालय राम्ररी सञ्चालन होस्, यो विद्यालयमा राजनीतिकरण नहोस्, यो विद्यालयले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने एउटा सद्भाव र आशा मात्रै छ। त्यसैले म त्यसप्रति समर्थन व्यक्त गर्न चाहन्छु। त्यसमा उत्तर दिइराख्नुपर्ने विषयहरू छैनन्। म मान्यज्यूहरूले जे चिन्ता र चासो व्यक्त गर्नुभएको छ, जुन आशा व्यक्त गर्नुभएको छ, त्यसप्रति आफ्नो सहमति जाहेर गर्न चाहन्छु र तपाईँहरूले व्यक्त गर्नुभएको चासोलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको हैसियतले भविष्यमा कसरी कार्यान्वयन गर्न सकिन्छ त्यसतर्फ तपाईँहरूले दिनुभएको विचारहरूलाई ध्यानमा राख्दै काम कारबाही अगाडि बढाउनेछु। धन्यवाद।